So hello guys, welcome back to my channel Savina Chhetri च्यानलमा हजुरहरुलाई धेरै धेरै स्वागत छ। अनि म आज फेरि आइसकेको छु एउटा ब्लग लिएर। अनि आज चाहिँ म 3 अहिले चाहिँ हैन गाइस 3 बजिरहेको छ के 3 बजे किन उठे भन्नुहुन्छ भनेदेखि अब मेरो +2 को लास्ट एक्जाम रहेको छ नि त बोर्ड एक्जामको। अनि त्यसैको प्रिपरेसनको लागि उठे फ्रेस भए। अनि अहिले अब एकैछिनमा चाहिँ पढ्छु। त्योभन्दा अगाडि चाहिँ म आफ्नो थोरै के एक्सपिरियन्सहरु भन्नु या त्यो भन्न चाहे। सायद यो लाइफको लास्ट एक्जाम हो जस्तो लाग्छ। मतलब अब स्कुल लेभलमा सायद जहाँसम्म मलाई लाग्छ स्कुल लेभलमा लास्ट एक्जाम हो जस्तो लाग्छ। अनि त्यही स्कुल जान पहिला हामीलाई कति रुन्थ्यौँ के पहिलो दिन मलाई अझै पनि याद छ है। त्यो स्कुल जानु परेको म रोएको अनि मलाई जान मन नलागेको। तर अब हेर्दै हाम्रो लाइफको हरेक फेजहरू लाइक खुसी दुःख सुख सबै हामीले आफ्नो बाल्यकालहरू सबै त्यसमा स्कुलमा बितायौँ नि त। हामीले मोस्टली घरभन्दा पनि बढी स्कुलमा टाइम स्पेन्ड गर्थ्यौँ नि त। अनि तिमी साथीहरू पनि कोहीसँग कति मिल्यो कोहीसँग झगडा गरेर कसैसँग पायो त त्यही पनि स्टिल दे बिकम्स आवर मेमोरी क्या। अनि हाम्रो चाहिँ मेमोरी भयो। अनि त्यही त हो। अनि मैले चाहिँ एससीसम्म एउटा स्कुलमा र +2 मा चाहिँ अर्को स्कुलमा चाहिँ गरेको। अनि अहिले चाहिँ +2 को अनि के लाग्थ्यो भने चाहिँ सुरुमा के अरे +2 को सराग चाहिँ के होला जस्तो लाग्थ्यो। तर अब त्यही त हो। अब थोरै टाइम पनि हल्का क्लोज भइएछ। अनएक्सपेक्टेड चिज भयो जुन अनि अनएक्सपेक्टेड चिज भयो। अनि अहिले चाहिँ गाह्रो भइरहेछ साथीहरू। अनि त्यही भएर चाहिँ त्यो केही छैन लाइफमा अघि बढ्नुपर्छ। सबै मान्छे सधैँ साथमा हुन्छन् भन्ने नि हुँदैन। अनि आज चाहिँ के हुन्छ लास्ट एक्जाम भने के बोल्न नि आइरहेको लास्ट एक्जामको। अनि के गर्छु यो ब्लगमा चाहिँ हेर्नु होला। सो लास्टमा चाहिँ यही राख्नु होला। आशिका कस्तो लागिरहेको छ आज लास्ट डे। सुस्मितालाई कस्तो लागिरहेको छ ह्याप्पी सिन तिम्रो स्माइलले चाहिँ ल भयो पर्दैन। साथी चिया कस्तो लागेको छ आज लास्ट डे लाग्छ अहिले अझै त्यही त ल शर्मिला सोच्छु कि म त स्पेसलिस्ट हाम्रो बबीलाई नरिसाउ मिति नि नरिसाउ के ल भन न कसो हो र बारे नलजाऊ यसरी। दुई शब्द भनिदिउ। दुई शब्द के भन्न भनेपछि जीवनमा अब हेर्दा डुबेको पट्यो पट्टिने ल त्यही त अस्ति कहिले मैले देखेँ फर्किँदा रोए के पैसा दिन्छ। फाइनल एक्जाम सकेको थियो। अहिले चाहिँ पानी परिरहेको छ यो मौसम हेर्नुहोस्। आई एम फिलिङ सो मच ह्याप्पी। मलाई उडाओस् होइन ल चाहिँ अब चाहिँ तल जानुपर्छ जस्तो छ। अनि यो चाहिँ हाम्रो मौसम पानी परेको छ अँधेरो कालो कालो ओ ल रोग ल्याछ यस्तो फ्रेस आउट हुन घुम्न गइरहेको छ। यो चाहिँ मेरो फिर्दी भाइ यसलाई चाहिँ कुट्नुपर्छ भने होइन बारे माया गर्नुपर्छ सानो बच्चालाई है माया गर्नुपर्छ नि। तिमी चाहिँ कुकुरसँग त्यो गरिरहेकी छिन् चलिरहेकी छिन्। अनि हामी चाहिँ अब यस्तो आज एक्जामको लास्ट डे होइन। अनि यस्तो मुड फ्रेस आउट गर्नु पर्यो भनेर यसरी घुम्न जान लाग्छ यता तलतिर। अनि हाम्रो चाहिँ यो ब्याकग्राउन्ड रहेको छ हाम्रो बाटो रहेको छ यो। अनि हामी चाहिँ उताबाट आएको हो। अनि अहिले चाहिँ हामी जाँदैछौँ। अनि अब कुरा गरौँ हाम्रो बोर्ड एक्जामको है। अब के भनौँ नसुर्नु पर्छ कि होइन मतलब अब उता चाहिँ होइन के गर्दैन म यति राम्रै छु भनेर कि होइन बारे। अनि हाम्रो चाहिँ बोर्ड एक्जामको चाहिँ कुरा गरौँ। अनि बोर्ड एक्जामको कुरा
गर्दाखेरि चाहिँ अब रुन नि मन लाग्छ, के गर्न मन लाग्छ, के गर्न मन लाग्छ। कुनै यति राम्रो भएको छ भन्न नि सक्दैन, कुनै चाहिँ लास्टै खत्तम पनि भएको छ। अनि हेलो, अनि राम्रो पनि भएको छ, तर दुईवटा पछि लाग्छ जस्तो पनि लागिरहेको छ होइन। त्यही पनि हुन्छ, राम्रो भन्दैछन् मान्छेले, अब तर त्यस्तो चाहिँ होइन। राम्रो ग्रेड, राम्रो पढाइ छ, C+ ग्रेड छ भने प्लिज किप क्वाइट। सरी गाइज, बिचमा चाहिँ डिस्टर्ब भएको थियो, म फेरि कन्टिन्यू गर्छु। अनि दुईवटा पछि लाग्दा जस्तो चाहिँ उसले चाहिँ राम्रो भन्दैछ, राम्रो होइन गाइज, यो राम्रो होइन। किनभने अब के भनौँ, पहिलाको कुरा चाहिँ नगरौँ, त्यही हो, ठिकै भएको छ। अब लेख्सी अब के हुन्छ। अनि के भन्छ भने अहिले चाहिँ अब इक्जामको सब कुरालाई चाहिँ भुल्न चाहन्छु, म आफ्नो तनाव तिनीहरू सबै भुल्न चाहेर म चाहिँ आफ्नो मुड फ्रेस आउट गर्न। हो, दुःख पीडा व्यथा, ल ल भन् मसँग के छ? पीडा व्यथा कथाहरू सुनिन सकिनु छ। हजुर, अनि त्यसमा चाहिँ एकैछिनको लागि भए पनि भुलाउनलाई अब हामी जाँदैछौँ। अनि हेर्नुहोस्, हाम्रो यस्तो लोकेसन चाहिँ यस्तो रहेको छ घुम्न जाने ठाउँ। अनि यहाँले चाहिँ के भन्नुहुन्छ? नमस्ते रे, उहाँले चाहिँ आशीर्वाद दिनु होला। एकदम फटा हुनुहुन्छ, तर अब के गर्नु, आफ्नै मान्छे मायाले लागिहाल्छ। अनि हामी चाहिँ अब जान लाग्यौँ। अनि अब त्यही त हो, अब के भन्छ डबल डबल क्यामेरा। अनि अब त्यही त हो। अब तर एउटा कुरा चाहिँ भन्न चाहन्छु भने चाहिँ मैले चाहिँ यो केटीलाई चाहिँ होइन, मेरो 11 क्लासमा चाहिँ भेटेको। अनि कम्प्युटर क्लासमा बाइकहरू डिस्टर्ब भइरहेछ। डिस्टर्ब मैले गरेँ, आउटले गरेँ, त्यो थाहा भएन। अनि चाहिँ यस्तो चढ्दै पाहाड चढ्यौँ। अनि जाँदैछौँ। अनि म कुरा गर्न लाग्थेँ हाम्रो साथीको बारेमा। हाम्रो भेट चाहिँ कहाँ भएको? ल, हाम्रो कम्प्युटर क्लास बाटामा देखा भेट भइरहन्छ, तर हामी बोल्ने थिएनौँ। अनि हामी एकअर्कालाई के सोच्थ्यौँ भने पहिला भनौँ न, एकअर्काले मैले सोच्थेँ यो कस्तो एटिट्युडवाला घमण्डी रहेछ, उसले चाहिँ थोरै थोरै म सोचिरहेछु भनेछ। तर यो त ठिकै त्यस्तै गर्थेँ नि, सिक्न चाहिँ अहिले बेसी कहाँबाट सिकेर आएर चाहिँ खुब जान्ने पर्थ्यो नि, तर जान्नु चाहिँ होइन। होइन त्यस्तै हो कि, त्यही हो भेट भएको। अनि त्यसपछि हाम्रो अनि सुरु भयो सुस्ता हाम्रो अब कम्युनिकेसन हुँदै गयो। हामीले एकअर्काको प्रब्लमहरू अब जे जस्तो छ हरेक कुराहरू सेयर गर्दै गयौँ। क्लोजनेस बढ्दै गयो। अहिले यति क्लोजनेस भएको छ कि उसले मलाई पाट्टा पिटा पार्छ, मैले यिनीहरूलाई पाट्टा पिटा पार्छु, कुटाकुट हुन्छ, रिसारिस हुन्छ, बोलाबोल हुन्छ, बट स्टिल वी आर टुगेदर। फ्रेन्डसिपमा यही हुन्छ, हरेक रिलेसनसिपमा झगडा नपर्ने हुन्न। हेर्नु साथीहरू, एकअर्कालाई बुझ्नुपर्छ, अघि बढ्नुपर्छ। अनि अब धेरै चाहिँ नबोल्नु, मेरो हात चाहिँ लास्टै पाट्यो होइन। अब लास्टमा चाहिँ के भन्न चाहन्छु भनेपछि अब धेरै कुरा नगरौँ, मेरो हात चाहिँ पाटिसक्यो। अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यो भ्लग हेरिसकेर लाइक पनि गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, र यो भ्लग पुरा हेरिदिनु होला। अघि भयो। अनि यो भ्लग चाहिँ पुरा हेरिदिनु होला। अनि जो चाहिँ मेरो पुरानो सब्सक्राइबरहरू हुनुहुन्छ उहाँले माया गर्दै गर्नु होला, र नयाँ हुनुहुन्छ भने प्लिज के भन्छ अरे त्यो क्लिक टु द सब्सक्राइब बटन। ओके, बाई बाई, सी यु नेक्स्ट भ्लग।